हिजो भन्दै थियो दादाले श्रापले चाहिँ नि ऋण ल्याउँछ। पहिला मेरो पनि बाँकी थियो ड्रग्स खाँदाखेरि, अर्काको पैसा लगिदिएको के को। तर जुन दिनदेखि नि प्रभुमा फेथमा हिँड्न थालेँ नि, बाँकी चाहिँ लिने होइन तर दिने बनाएको छ प्रभुले। अनि त्यो चाहिँ मेरो लागि मात्रै होइन नि त, यहाँ कोठामा हुने एक-एकजनाको लागि, मुनि बस्ने पनि एक-एकजनाको लागि हो। इभन म भोलिन्टियर्सहरूलाई पनि भन्छु, सिरियस हुनुहोस्, तल गफ गर्दै नबस्नुहोस्। हामी यति तलबाट यति टाढाबाट नि 18 घन्टा जस्तोको यात्रा चाहिँ नि जिउ थाकी 2जना साथीहरू बिमार भयो, यहाँ आराधना गर्दै थियो नि, भमिट गर्दै गाडी कुदाउँदै आएको। तपाईँहरूले आशिष पाओस् भनेर तपाईँहरू ठट्टा गरे नि परमेश्वरले त्यसको चाहिँ नि तपाईँहरूसँग लेखा लिनुहुन्छ। सिरियस हुनुहोस्, हामी जातिलाई माया गर्छौँ नि त, नेपाललाई माया गर्छौँ साँच्चीकै। हाम्रो सपना चाहिँ यहाँ आएर एभ्री टाइम हामी बोल्ने होइन, हाम्रो सपना चाहिँ यहाँको व्यक्तिहरू त्यो सामर्थ, त्यो शक्ति अनि पवित्र आत्माको अभिषेक अनि आगोमा बढेको। आमेन। तर त्यो व्यक्तिको लागि म चाहिँ अघि भन्नु थिएँ नि, याकोब 4:8 पद अनुसार, ड्र क्लोज टु मी एन्ड आई विल कम क्लोजर टु यु। मेरो नजिक आऊ अनि म तिम्रो नजिक आउँछु। जब मसाला प्रभुले माथि आइज, परमेश्वरको नजिक सत्य आइ नि मसा उसको रूप बदल्यो। किन देख्नु नसकेको बहिनी तिमीले, किन देख्नु नसकेको भाइ तिमीले आफूलाई त्यो शक्तिशाली व्यक्ति भनेर? किन तिमीले आफूलाई फल्नाको छोरा, म त यो नेपालको यस्तो जग्गामा पूर्व हो कि पश्चिम हो, यो त्यो नेपालमा जन्मेको जेनेरेसन मात्रै किन सोचेको? जब तिमीले आफ्नो साँचो चिनारीलाई चिनिकिन चाहिँ नि म परमेश्वरमा को भन्ने कुरा देख्छौ नि, त्यतिखेर चाहिँ थाहा हुन्छ तिमी चाहिँ नि अघि सोलोमन दाजुले भन्दै गरेको वर्ड, संसारलाई उलट पुलट पार्ने। आमेन। परमेश्वरमा भरोसा गर्ने मान्छे चाहिँ नि कहिले डराउँदैन, किन वचनले चाहिँ भन्छ राइचियस आर बोल्ड लाइक अ लायन। धर्मी जन चाहिँ सिंह जस्तै आँटिलो हुन्छ।